प्रभुले हाम्रो जीवनबाट जहिले पनि ताजा आराधनाको माग गर्नुहुन्छ। गड वान्ट्स फ्रेस वर्शिप फ्रम आवर लाइफ। हामी धेरैचोटि हामी आइतबारको दिन हामी चर्च जान्छौँ, केही समय बिताउँछौँ अनि हामी भन्छौँ, यस प्रभु मैले तपाईँलाई दिनुपर्ने आराधनाको भाग, आराधनाको समय मैले तपाईँलाई दिएँ। अनि 6 दिन हाम्रो हातमा हुन्छ अनि त्यो 6 दिन चाहिँ हामी आफ्नो विचारमा, आफ्नो धारणामा हामी परमेश्वरलाई नमनपर्ने जीवन हामी जिराखेका हुन्छौँ। आराधना भन्ने कुरा चाहिँ जस गाउनु बजाउनु मात्र होइन रहेछ, तर आराधना भन्ने कुरा चाहिँ हामी जिउनु रहेछ। हामी कसरी हाम्रो जीवन जिराखेका छौँ, यसमा चाहिँ हाम्रो आराधना भन्ने कुरा निर्भर हुन्छ। परमेश्वरले जहिले पनि हाम्रो जीवनबाट फ्रेस वर्शिपलाई चाहना गर्नुहुन्छ। यस कारणले गर्दाखेरि द बुक अफ साम 96 verse 1 हामी पढ्छौँ, यसरी भन्दछ, Oh, sing to the Lord a new song, sing to the Lord all the earth. प्रभुको निम्ति नयाँ भजन गाओ। What does it mean? It means fresh worship। परमेश्वरले हाम्रो जीवनबाट जहिले पनि अपेक्षा गर्नुहुन्छ। हामी आइतबार हामी चर्चमा जान्छौँ, हामी राम्रो हामी गाउँछौँ बजाउँछौँ, त्यतिले मात्र होइन, त्यो चाहिँ आराधनाको एक भाग मात्र हो। तर 6 दिन हाम्रो हातमा छ कि हामी त्यो 6 दिन पनि परमेश्वरको उपस्थितिमा गएर हामीले प्रभुलाई समय दिइराखेका छौँ। परमेश्वरले जहिले पनि हाम्रो जीवनबाट त्यो फ्रेस आराधनालाई खोज्नुहुन्छ। अनि अर्को कुरा, आराधना भन्ने कुरा चाहिँ प्रभुलाई बलिदान चढाउनु पनि हो। अनि प्रभुले हाम्रो जीवनबाट त्यो मरेको बलिदान होइन, तर जिउँदो बलिदानलाई परमेश्वरले खोज्नुहुन्छ। द बुक अफ रोमन च्याप्टर 12 हामी पढ्छौँ, प्रभुको वचनले भन्दछ, तिमीहरूको जीवन चाहिँ प्रभुलाई मनपर्ने एउटा जिउँदो बलिदानको रूपमा प्रभुलाई अर्पण गर। के त्यो 6 दिन हाम्रो हातमा हुँदै गर्दाखेरि प्रभुलाई मनपर्ने बलिदान हाम्रो जीवन के परमेश्वरको उपस्थितिमा हामीले दिइराखेका छौँ। परमेश्वरले तपाईँ अनि मेरो जीवनबाट त्यो ताजा, त्यो फ्रेस आराधनाको माग जहिले पनि गर्नुहुन्छ। यस कारणले गर्दाखेरि हामी डेली हामी परमेश्वरलाई त्यो फ्रेस आराधना हामीले दिनु जरुरी छ।